तिलोत्तमा क्रिस्चियन समाजद्वारा वार्षिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने नाराका साथ निरज गुरुङको संयोजकत्वमा 2083 वैशाख 18 गते होसन्ना पेन्टिकोस्टल चर्चको भवनमा तिलोत्तमा क्रिस्चियन समाजले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन हाम्रो यसै तिलोत्तमा क्रिस्चियन समाजका आदरणीय अध्यक्ष हाम्रो राजकुमार थापाज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। कार्यक्रमका सभाध्यक्ष तिलोत्तमा क्रिस्चियन समाजका अध्यक्ष राजकुमार थापा हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रूपमा सोही समाजका पूर्व अध्यक्ष मदन खत्री हुनुहुन्थ्यो। कार्यक्रममा समाजका विभिन्न चर्चहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरू र चर्चका पास्टर अगुवाहरूको उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्ण खुसी साथ रक्तदान गर्नुभएको थियो। मानिसको जीवनको लागि र हरेक प्राणीलाई बाँच्नको लागि रगत अति नै आवश्यकता कुरा हो। यसकारण हामी क्रिस्चियनहरू चाहिँ यो देशको अङ्ग हो र यो देशले हामीलाई जस्तो किसिमको भावहरू प्रकट गरे तापनि हामी देशलाई हामी प्रेम गर्छौँ र यो देशमा हामी यो रक्तदान गरेका छौँ। हामी क्रिस्चियनहरूको लागि मात्रै होइन, हाम्रो देशवासीहरू सबैले कुनै पनि मानिस बिमारी परेको बेलामा उनीहरूलाई रगतको कुनै पनि अभाव नहोस् भन्ने हेतुले हामीले यस तिलोत्तमा क्रिस्चियन समाजले हरेक वर्ष एकपटक चाहिँ रक्तदान कार्यक्रम गर्दै आएको छ। सधैँ जस्तै हामीले वर्षेनी रक्तदान गर्दै आएका छौँ, जसले गर्दाखेरि एक पोइन्ट खुनले कसैको जीवन बचाउन मद्दत गर्छ। हामी क्रिस्चियनहरूले पनि यसमा एकदम सामाजिक कामहरूमा सक्रिय रूपमा हामी लागिरहेका छौँ। हरेक कुरामा हामी सक्रिय रूपमा लाग्दै आएका छौँ र यसलाई निरन्तरता हामीले दिइरहेका छौँ र आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धताको साथ हामीले आजको कार्यक्रमलाई यसरी नै यसलाई अगाडि बढाउँदैछौँ र धेरै ढिला नगरिकन भाषणभन्दा पनि हामीले काम गर्नुपर्छ। त्यसले गर्दाखेरि आजको कार्यक्रम चाहिँ खुल्ला रूपमा खुल्ला भएको छ र सबैजनाले रक्तदाता जतिले दिनुभएको छ उहाँलाई धेरै धन्यवाद साथ म धन्यवाद दिन चाहन्छु र हाम्रा अगुवाहरूले आफ्नो मण्डलीहरूबाट रक्तदाताहरूलाई लिएर आउनु भएको छ अनि धेरैभन्दा धेरै सहभागी हुनुहुनेछ भन्ने विश्वासको साथ तपाईँहरूले दिनुभएको एक पोइन्टले कसैको जीवन बच्दछ। त्यस कारणले यहाँहरू सम्पूर्ण धन्यवाद दिँदै मेरा यी दुई शब्द भनाइहरू राख्न चाहन्छु। हस्त।